बनेको छ हैन। माथिका देख्न सक्नुहुन्छ यो चाहिँ यसरी बनेको छ। यो बनेको ठाउँमा मेरो छ हैन ठुलो लामा छ के यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ। नजिकहरू म देखाउँदैछु है। यस्तो अहिले बालुवाङको बीचमा र लगभग म धान खोला करिब बीचमा छु। पारी भने चाहिँ आगो लागेको छ देख्न सक्नुहुन्छ त्यो वनमा हैन। नगरपालिका 1 मा रहेको छ हैन। यहाँनिर चाहिँ जसलाई घुम्न आउनु मन लाग्छ, जसलाई इच्छुक हुनुहुन्छ यहाँनिर चाहिँ आउनु होला। एकदम भाइरल रोड पनि भनिन्छ, भाइरल जुन एउटा ठुलो पहाडको बीचमा चट्टानको जुन शिवजी मन्दिर। हेलो गाइस, दर्शन नमस्ते, के छ खबर? सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु। के गर्दै हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, पक्कै पनि यो भिडियो हेर्दै हुनुहुन्छ भने आजको साथ आज भने फेरि नयाँ ब्लग लिएर आइसकेको छु। सबैजनालाई कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव चाहिँ दिन नबिर्सिनु होला र आज भने म एकदम नयाँ ठाउँमा छु। कुन ठाउँ भन्दाखेरि तपाईँलाई म ट्याक्क देखाउने छु हैन। भिडियो हेरिसकेपछि तपाईँलाई पक्कै पनि जानकारी हुनेछ। आज चाहिँ म केही कामको लागि म बुटुल गएको थिएँ। बुटुलदेखि अहिले म फर्किँदैछु। बाटोमा छु हैन। ठ्याक्कै आगो लागेको छ देख्न सक्नुहुन्छ त्यो वनमा हैन। पारीको वनमा चाहिँ जङ्गलमा आगो लागिसकेको छ भनेपछि यतातिर चाहिँ यो बालुवाङ जाने बाटो हो भनेपछि यता चाहिँ बुटलोड आइरहेको बाटो देख्न सक्नुहुन्छ हैन। हजुर, पारीको वनमा चाहिँ जङ्गलमा आगो लागिसकेको छ भनेपछि यतातिर चाहिँ यो बालुवाङ जाने बाटो हो भनेपछि यता चाहिँ बुटलोड आइरहेको बाटो देख्न सक्नुहुन्छ हैन। हजुर, आज म तपाईँलाई स्पेसली ठाउँ आज चाहिँ म त्यस्तो ठाउँ देखाउँदैछु। आज जहाँ धानखोलाको बिचमा ठुलो शिवजीको त्यो मूर्ति छ भनेपछि तपाईँको एकदम नागिन कोब्राको मूर्ति पनि रहेको छ। म त्यो पनि देखाउँछु तपाईँलाई आज हैन। भिडियो चाहिँ कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव चाहिँ दिन न। फाइनल साथीहरू, म त यो ठाउँमा आइसकेको छु हैन। देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ भिडियो यो ठाउँमा चाहिँ मैले आज देखाउँछु भने तपाईँलाई मैले देखाइरहेको छु। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ शिव भाइरल डाँडा मन्दिर शिवरात नगरपालिका 1 कपिल बस्तीमा आइसकेको छ। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ शिव बहिनीको ठुलो शिवजीको त्यो छ भने चाहिँ यहाँनिर चाहिँ एकदम ठुलो रनमाक होइन। पुरा नागिन यसरी कोप्रा हानिरहेको छ कि नागिनको होइन। देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ नागिनको पुरा कस्तो छ होइन। ठुलो कोप्रामा छ कि यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ। नजिकहरू पनि म देखाउँदैछु है। यसरी चाहिँ खासै भिडियो चाहिँ मस्त होइन। तर यत्रो यति ठुलो ठुलो एकदम पुरा नागिनको यहाँनिर चाहिँ यत्रो जाडो पनि यहाँ देख्न सक्नुहुन्छ। यसरी यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ। यो चाहिँ पुच्छुर यसको म देखाउँदैछु है। यहाँबाट चाहिँ पुच्छुरबाट सुरु गर्दैछु। यसको पुच्छुर यहाँबाट चाहिँ कसरी बनेको छ भन्ने कुरा यसरी बनेको छ हैन। माथिका देख्न सक्नुहुन्छ यो चाहिँ यसरी बनेको छ। यो बनेको ठाउँमा मेरो पनि 1-2टा पोजहरू आइसकेको छ हैन। अब त कसले को मसँग फेसबुकमा साथी हुनुहुन्छ सबैले देखिसक्नुभयो, नदेखेकोले चाहिँ युट्युबमा देख्नुभयो है। जो चाहिँ युट्युबमा नयाँ हुनुहुन्छ उहाँले ल यता ठुलो शिवको मन्दिर यस्तो भिडियोहरू हेर्नको लागि यहाँ चाहिँ यस्तो फोटो खिच्नेको भिडियोहरू रहेको छ भनेपछि यतानिर त्यस्तो छ। ठुलो भिड माथिको पहाड यसरी भन्ने। नगरपालिका 1 मा रहेको छ हैन। यहाँनिर चाहिँ जसलाई घुम्न आउनु मन लाग्छ, जसलाई इच्छुक हुनुहुन्छ यहाँनिर चाहिँ आउनु होला। एकदम भाइरल रोड पनि भनिन्छ, भाइरल जुन एउटा ठुलो पहाडको बिचमा चट्टानको बिचमा शिवजी मन्दिर। हेलो, जसलाई यहाँ घुम्न आउनु मन लाग्नु भएको छ कपिल बस्ती हो नगरपालिका 1 मा रहेको छ हैन। यहाँनिर चाहिँ जसलाई घुम्न आउनु मन लाग्छ, जसलाई इच्छुक हुनुहुन्छ यहाँनिर चाहिँ आउनु होला। एकदम भाइरल रोड पनि भनिन्छ, भाइरल जुन एउटा ठुलो पहाडको बिचमा चट्टानको बिचमा शिवजी मन्दिर र यता चट्टान यसरी बनेको छ हैन। यो चट्टानको बिचमा मेरो थुतुन पनि यसरी आएको छ देख्न सक्नुहुन्छ। अब चाहिँ म निस्किँदैछु। अब चाहिँ हामी चाहिँ निस्किँदैछौँ। देख्न सक्नुहुन्छ। हजुरलाई भिडियो हेर्दै गर्दा कस्तो लागिरहेको छ, जस्तो लागिरहेको छ त्यस्तै सल्लाह सुझाव दिनु होला।
चाहिँ हामी चाहिँ पारिदाई हुनुहुन्छ र हामी चाहिँ यसरी निस्किँदैछौँ होइन यो ठाउँ छोडेर। हजुरहरूलाई भिडियो हेर्दाखेरि कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि दिनु होला भन्न चाहन्छु। जो चाहिँ युट्युब च्यानलमा नयाँ आउनुहुन्छ सबैजनाले युट्युब च्यानललाई सब्सक्राइब गरिदिए यस्तै भिडियोहरूको लागि अलमोस्ट दिनु होला जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिनु होला र बेल आइकन पारेर कमेन्ट छोडिदिनु होला। धन्यवाद।